सो हेलो एन्ड नमस्ते सबैजनालाई घुमफिरेमा चाहिँ स्वागत छ। फर्स्ट अफ अल त तिहारको माहौल छ, सबैजनालाई ह्याप्पी तिहार। अनि यो भिडियो अपलोड हुने जेलसम्म चाहिँ सायद तिहार पनि सकिन्छ होला, सकेसम्म चाँडै अपलोड गर्ने कोसिस गर्नेछु। र अहिले चाहिँ म एउटा कामको ट्रायलमा गएको थिएँ र त्यहाँबाट फर्किँदैछु। लेट्स सी हेरौँ के हुन्छ। र तिहार चाहिँ मेरो लागि एकदमै स्पेसल फेस्टिभल हो, वान अफ द बेस्ट नै लाग्छ मलाई चाहिँ। र फर्स्ट टाइम म बहिनीको हातको टिका लाउन पाइरहेको छैन। दिदी बहिनी सबैजनालाई मिस गरिरहेको छु र एकदम धेरै नराम्रो ब्याड फिल पनि भइरहेको छ। त्यही दिन फेरि दसैँमा पनि कलेज पढिरहेको थियो टिकाको दिन, र तिहारमा पनि कलेज नै छ। स्पेसली यो जुन स्टुडेन्ट भिजामा कुनै पनि कन्ट्री जानुहुन्छ स्टुडेन्टहरू, उहाँहरूलाई सबै कुराको प्रेसर त छँदैछ। जब फ्यामिलीहरूको साथमा बस्नुपर्ने हुन्छ त्यो बेलामा बस्नु नपाउँदा झन् अर्को प्रेसर जस्तो, अर्को पीडा जस्तो हुँदो रहेछ। त्यो चाहिँ मैले अनुभव गर्न पाएँ र यो चाहिँ सबैजनाले मैले जस्तै अनुभव गर्नुहुन्छ जस्तो लाग्छ मलाई। अब जस्तै यहाँनिर कामको कति त काम पाइरह हुँदैन, कति रेन्टको प्रब्लम हुन्छ, फीको प्रब्लम हुन्छ, धेरै कुराको प्रब्लम हुन्छ। त्यसमा दसैँ तिहार आइदिन्छ, झन् धेरै नराम्रो लाग्दो रहेछ। सो अहिले चाहिँ तिहारको एक दिन अगाडि हो र अझै म कलेज जाँदैछु। भोलि चाहिँ भाइटिका छ, सबैजना आफ्नो घर जाँदै हुनुहुन्छ। नेपालमा बस्नुहुनेहरू आफ्नो घरदेखि टाढा बस्नु भएको हुन्छ नेपालमा, जहाँ पनि यो टाइम चाहिँ घर जाने टाइम हो। र उहाँहरू चाहिँ कति चाहिँ आफ्नो घर पुगिसक्नु भएको छ भने कति चाहिँ आफ्नो घर पुग्नु भएको छैन र जाँदै पनि हुनुहुन्छ होला। र म चाहिँ अहिले कलेज जाँदैछु र भोलि पनि मेरो क्लास छ। भोलि बिहान 9:30 बजेदेखि 6 बजेसम्म क्लास छ। भाइटिका हो र क्लास जोइन गर्नु परिरहेको छ। दसैँको टिकाको दिन पनि क्लास थियो र अहिले पनि क्लास छ। एकदमै नराम्रो लागिरहेको छ है त। घरमा एभ्रिडे कुरा भइरहेको छ, बहिनीसँग कुरा भइरहेछ, दिदीसँग कुरा भइरहेछ, फ्यामिलीहरू सबैसँग कुरा भइरहेको छ। बट म चाहिँ ह्याप्पी छैन। यो चाहिँ मेरो फर्स्ट टाइम हो र त्यसैले पनि होला म अलिकति यो ह्यान्डल गर्न सकिरहेको छैन। अब यहाँको प्रेसरहरू छुट्टै छ, अनि फेरि यस्ता चिजहरूले झन् अलिकति हिट गर्दो रहेछ। अब तर जे जस्तो भए पनि हिँड्नु त परिहाल्यो। अब फ्यामिलीदेखि टाढा त छँदैछु, त्यसमै अड्किएर पनि भएन। अब बाहिरतिर बस्नेहरू स्पेसली स्टुडेन्टहरूलाई चाहिँ यस्तै नै फिल हुन्छ होला। कुनै कुनै कुराहरू चाहिँ आज नभइदिए नै हुन्थ्यो, नगर्दै नै हुन्थ्यो भन्दै पनि हुन्छ। र त्यो चाहिँ अब जबरजस्ती आफूले गर्नु परिरहेको छ। त्यो चाहिँ एकदमै धेरै नराम्रो लाग्दो रहेछ। मलाई पनि नराम्रो लागिरहेको छ र सबैजनालाई नराम्रै लाग्छ होला। भोलि जसको क्लासेसहरू छ उनीहरू सबैजनालाई चाहिँ नराम्रो लाग्छ होला। क्लास आएर पढ्नु पर्दाखेरि या काममा जानु पर्दाखेरि हुन्छ नि, फ्यामिलीसँग टाइम स्पेन्ड गर्ने टाइममा चाहिँ आफू चाहिँ काममा जानु परेको मन मारेर र क्लासहरू जानु परेको, यो चाहिँ अलि एकदमै नराम्रो हुँदो रहेछ। र मलाई खासै घर पनि जान मन लागेन। आई डोन्ट नो वाइ। एकदमै धेरै ब्याड फिल भइरहेको छ, अनि लोन्ली फिल पनि भइरहेको छ र मसँग कोही पनि छैन। सो म चाहिँ यहाँ लन्डनको चाहिँ सानो सेन्ट्रल लन्डनको सानो मार्केटमा आएको छु। ओके, यु क्यान सी सो मेनी थिङ्स इन दिस मार्केट। लुक एट हियर। यो चाहिँ बम जस्तो छ होइन, बिग साइजको। ओके, 16 पाउन्डको रे। त्यो चाहिँ हाफ चाहिँ 8 पाउन्डको रहेछ। ओके, यो 2 पाउन्ड, यो चाहिँ 4 पाउन्डको रहेछ। रोजमेरी
फोका सिका ओके सो यो चाहिँ अलिकति ठुलो नै मार्केट छ है यु क्यान सी ए सायद चिजहरू हुने हो यिनीहरू चाहिँ मैले चाहिँ लाङटाङमा धेरै नै खाएको छु यो चिजहरू यस्तो तर यहाँको चाहिँ अलिक डिफ्रेन्ट खालको रहेछ आइटम धेरै रहेछ ओके आई डोन्ट नो यो के हो फलफुलहरू के यहाँ चाहिँ मिट सप यता पनि मिट सप रहेछ पसल पनि एकदम धेरै बिजी रहेछ है ब्रेड अहेड यो जस्तो चाहिँ फास्ट फुडहरू हुन्छ नि हामीले चाहिँ गाडामा खाएको भनेर त्यस्तै खालको रहेछ काइन्ड अफ लाइक दिस त्यस्तै खालको रहेछ यस भ्यान है भ्यान सो म चाहिँ यस्तै मार्केटहरू डुलेर मुड फ्रेस गर्ने कोसिस गर्दैछु मुड चाहिँ एकदमै धेरै अफ भइरहेको छ भोलि भाइटिका भएर पनि हो यतिको चाहिँ मलाई दसैँमा पनि भएको थिएन हाम्रो असन बजार जस्तै लागेन केटाहरूलाई मेरो भ्युअरहरूलाई अलिकति यो चाहिँ व्यवस्थित टाइपको छ होइन मान्छेको भिड हेर्दा चाहिँ होइन असन टाइपको र यससँगै यहाँको मार्केट पनि सक्यो जस्तो छ यहाँबाट चाहिँ म एक्जिट हुन्छु अब सो आज चाहिँ टिकाको भोलिपल्ट र टिकाको दिन चाहिँ मलाई दाइले बोलाउनु भएको थियो दाइहरूकोमा गएँ टिका सिका लगाएँ अलिकति भयो नि मनलाई हल्का भयो शान्त भयो र आजको लागि भिडियो चाहिँ यति नै लाइक कमेन्ट सेयर गर्नु होला र सब्सक्राइब पनि गर्न नबिर्सिनु होला केही कुराहरू प्रश्नहरू छ भने कमेन्ट गर्नुहोस् अथवा डाइरेक्ट मेसेज गर्दा पनि हुन्छ अहिलेलाई चाहिँ बाइ बाइ